नमस्ते साथीहरू, सेवाहरू। हजुरहरू पनि एकदम सन्चै हुनुहुन्छ होला भन्ने पनि एकदम सन्चै नै छु। अनि आज चाहिँ मैले टक्क मैले डाइरेक्ट भिडियोबाटै सुरु गरेँ होइन। म चाहिँ टक्क आज बिहानदेखि 3 बजीसम्म लाएर मैले एउटा सानो बाख्राको पाठाहरू बस्नको लागि मैले एउटा खोर बनाएको छु। साथीहरू तपाईँहरूलाई म सर्टकटमा देखाउँदैछु, हेर्नु होला। ल साथीहरू, अब चाहिँ मैले फाइनली बनाएर पनि सकेँ होइन। अनि मैले त्यो देखाउँदैछु मैले आज के कस्तो बनाएँ भनेर। यो चाहिँ बाख्राको खोरको लागि हो साथीहरू। भित्र चाहिँ फलाम छ अनि बाहिरबाट चाहिँ मैले स्क्रुप हानेको। अनि सुरुमा टाटी बार्ने त्यो 3टा सपोर्ट लाएर गर्ने मैले योजना गरेँ, त्यो चाहिँ सफल भएन। अनि यही तरिकाले मैले गरेको। त्यो स्क्रुप चाहिँ मसँगै अलरेडी पहिल्यै थियो। हामीले जसमा गर्दाखेरि कालो स्क्रुप हानिदिएको छु। सेतोले दुलो पारेर हेर्नु सक्नुहुन्छ साथीहरू। अनि सो साथीहरू, मैले टिन चाहिँ हानेको छुइनँ, अब टिन चाहिँ ल्याएर हान्ने साथीहरू। अनि साथीहरू अब चाहिँ भिडियोलाई मैले यहीँ एन्ड गर्छु। मेरो फाइनली खोर चाहिँ यस्तो भएको छ। बाई बाई।